फाइनली गाइस आज चाहिँ हामी दुई बुढाबुढी मिलेर अनि चट्टै चाउचाउ खाने विचार गरेका छौं, सल्लाह गरेका छौं र हामीले यहाँ ल्याइसकेका छौं। अनि गाइस यहाँ चाहिँ मसला अनि हामीले घोल्न बाँकी घोल्दै छौं। अनि हामीले घोल्दै गर्दै अनि हामी चाउचाउलाई धेरै घोलेर हामीले अनि रङ लाए, मसला लाए अनि सबै लाएर चट्टको बनाएर अनि हामीले केही प्लेटमा अनि राख्ने छौं। अनि हामीले सबै खानेकुराहरू यहाँ राखिसकेका छौं। अनि प्लेटमा हामीले यहाँ चाउचाउ चाहिँ राखेको छौं। अनि यो चाउचाउ चाहिँ यो प्लेट भरि अनि एक गरेर राखेका छौं। अनि अंगुर पनि 4वटा र केरानी एउटा र डिउ पनि हामीले गिलासमा सारेका छौं। अनि सबैभन्दा अन्तिममा चाहिँ हाम्रो स्याउ छ। फाइनली गाइस सुरु 1 2 3 गो। अनि हामी खाना सुरु स्टार्ट। कसले फर्स्ट खाइसक्छ अनि सो हेर्दिनु होला गाइस सुरुदेखि अन्तिमसम्म र अन्ली कमेन्ट र शेयर अनि लाइक गर्नु नबिर्सिदिनु होला अनि सपोर्ट गरिदिनु होला गाइस। हेर्दै जानुहोस् कसले फर्स्ट खाइसकिन्छ। अनि हामीले डिउ पनि खायौं र केरानी खाँदैछौं अनि चाउचाउतिर लागेका छौं। अनि चाउचाउ चाहिँ कसले फर्स्ट खाइसकिन्छ सो हेर्नु होला। अनि हामी चाहिँ छिट्टो हाल्छौं। अनि चाउचाउ चाहिँ अनि खतरा बनेको थियो। अनि खाँदै गरेका छौं। हामी दुई हेराउँदै अनि यता गप्लाउँदै छिट्टो खाँदैछौँ। कसले फर्स्ट खाइसकिन्छ अनि यो थाहा छैन। अहिले चाहिँ सबै उत्तिकै बराबर गइराखेको छ अनि बराबर खाइसकिरहेछ। अन्तिममा कसले फर्स्ट खाइसकिन्छ सो हेरिदिनु होला। अनि तपाईँहरूले सो अनि लाइक अनि कमेन्टहरू हालिदिनु होला अनि यसै नबिर्सिनु होला। अनि यो हाम्रो बुढाबुढीको यो बुढा भर्सेस बुढीको यहाँ चाहिँ खुवाइ गइरहेको छ। अब हाम्रो स्याउको पालामा आएको छ। स्याउ पनि हामीले टुकिसकेका छौँ, सुरु गरिसकेका छौँ खानु। अनि गाइस हेर्नु होला कसले सकिन्छ है त। हेरिदिनुहोस् है, हेर्नु है। फाइनल गाइस मैले सक्यो, मैले जित्यो, म फर्स्ट भएको छु। अनि म बल खेल्दैछु फर्स्ट भएर पनि अनि खेलेर ल्याउ उठेर पनि अनि म बसेको अनि बसेर नि खाएको। धन्यवाद गाइस। अहिलेलाई तिनै बाँकी कुरा अनि समयमा हेरौँला। धन्यवाद।